हेलो एभ्रिवान, नमस्ते। सबैजना सन्चै हुनुहुन्छ भन्ने आश राखेको छु। आज चाहिँ तपाईँहरूलाई म यो भिडियो मार्फत धनगढी विमानस्थलमा देखिने दृश्य र यहाँ यो प्लेन काठमाडौँबाट आउँदा उत्रिसकेपछि कहाँ जाने भनेर यो भिडियो मार्फत तपाईँहरूलाई म जानकारी गराउन चाहन्छु होइन। यो प्लेनबाट म उत्रिने बित्तिकै सर्वप्रथम तल झरेर होइन सर चारैतिरको भ्यू निस्काउँछु। अनि बाँकी मान्छेहरू पनि आइरहेको हुन्छन्, म तिनीहरूलाई पनि देखाउँछु। तपाईँहरू चाहिँ यहाँबाट उत्रिसक्यो भने यहाँबाट सिधै अगाडितर्फ लाग्नुहोस् होइन। अगाडितर्फ लागिसकेपछि यहाँबाट अगाडितर्फ लाग्नुहोस् र यो बाटोतिर तपाईँहरू सिधा अगाडि बढ्नु होला। फर्स्ट टाइम नै होला यो प्लेन टाइममा आएर टाइममै पुगेको र देख्न सक्नुहुन्छ यो धनगढी एयरपोर्ट। हामी प्लेनबाट झरिसकेपछि यो बाटो हुँदै हामी सिधै धनगढी विमानस्थलको एराइभलतिर आउनुपर्ने हुन्छ होइन। म चाहिँ अगाडिको सिटतिर बसेको भएले पहिल्यै झरिसकेको थिएँ र हामी फाइनली यो पुगिसक्छौँ जहाँ हाम्रो सामानको लागि वेट गर्नुपर्ने हुन्छ। र हामी चाहिँ उत्रेर आइसके पनि हाम्रो सामान चाहिँ पछाडि आउन बाँकी नै थियो। प्रतीक्षा गर्दा गर्दै फाइनली हाम्रो सामान पनि आइपुग्छ। यो मेसिन घुमिरहेको हुन्छ र मेरो सामान पनि ठ्याक्कै मेरो मुखनिरै आइपुग्छ। अनि त्यसपछि म सामान समातेर एयरपोर्टभन्दा बाहिर निस्किन्छु। निस्किँदाखेरि यो बाहिर निस्किने बाटो, यहाँबाट हामी सिधै अगाडि गएर ट्याक्सीहरू भएको ठाउँ या बाहिरको खुल्ला ग्राउन्ड चाहिँ देखिन्छ होइन। र म एक्लै आएको थिएँ काठमाडौँबाट आउँदाखेरि चाहिँ। भोलि चाहिँ तिहार भएकोले म चाँडो भनेर आएको थिएँ, तर पनि दिउँसोको टाइम भइसकेको थियो र भाइलाई लिन बोलाएको थिएँ। म भाइलाई प्रतीक्षा गर्दा गर्दै बाहिर पार्किङ लटमा बसिरहेको थिएँ। त्यसै गरी एकैछिन कुर्दाखेरि नै भाइ पनि फाइनली त्यहाँ आइपुग्छ होइन। अनि भाइ पनि आइपुग्छ अनि भाइलाई म यता छु भनेर बोलाउँछु। अनि भाइलाई बोलाइसकेपछि म त्यहाँबाट भाइसँग चढेर जान्छु घरतिर। तर आज चाहिँ सेक्युरिटी एकदमै धेरै थियो, सायद कोही भिआइपी नै आइरहेको थियो होला। म भाइले पनि सोध्छ किन होला अझै ती सेक्युरिटी भन्छ। म भने भिआइपी कोही आइरहेको होला त्यसैले होला भन्दै हामीहरू चाहिँ यसो भ्यूहरू हेर्दै, म चाहिँ धेरै पछि आउनाले यो चाहिँ हाम्रो झलारी नि भन्छ, अब एयरपोर्टको बाटो नि भन्छ। यहाँबाट हामी निस्किन्छौँ र फाइनली हामी 6 लाइनमा आइपुग्छौँ। यो देख्न सक्नुहुन्छ तपाईँहरूले 6 लाइन धनगढीको दृश्य। यो चाहिँ हाम्रो धनगढी उपमहानगरपालिकामा नै पर्छ होइन। म चाहिँ अब भ्यू र आफ्नो भ्लग बनाउँदै आइरहेको हुन्छु र तपाईँले देख्न सक्नुहुन्छ हाम्रो यो गेटा स्थित मैदा मिल भन्छ सायद। तपाईँहरूलाई धेरैलाई थाहा नै होला, यो बाटो धेरैले चिन्नु पनि भएको होला होइन। अनि हाम्रो चाहिँ यो बाटो एकदमै राम्रो भ्यू देखिन्छ क्या यहाँनिर चाहिँ, किनकि घरहरू कम